शुभ शुभ राम्रो राम्रो आओस्, परिवर्तन फिरोस्, यो दुःख कष्ट हराउनुहोस्। यस्तो यज्ञको मैले यो उमेरमा देखेकी थिइनँ। अहिले यो कति वर्षमा 91 कति वर्षमा देख्न पाइयो। यस्तो बस्न लागि नानीलाई नमस्कार छ। मेरो छोरा नाति पितृहरू के हुन्, देवता पितृको रक्षा होस्, सबैको रक्षा होस्। यस्तोमा म देख्न पाएँ, यस्तो हुन पाएँ, म साह्रै खुसी छु। सबैलाई आशीर्वाद छ है, सबैलाई जय जय जय। आमाको यो आशीर्वाद एकपटक जोरदार ताली। हाम्रो 93 वर्षकी आमा हुनुहुन्छ बालनन्द चञ्चल कृष्ण मैतिर बालनन्द चञ्चल कृष्ण मैतिर हामीलाई पनि दर्शन देऊ एक फेर। हातैमा बाँसुरी मनमा मौका सारी। हातैमा बाँसुरी मनमा मौका सारी। बालनन्द चञ्चल कृष्ण मैतिर हेरा। बालनन्द चञ्चल कृष्ण मैतिर हेरा। हामीलाई पनि दर्शन देऊ एक फेर। हातैमा बाँसुरी मनमा मौका सारी। हातैमा बाँसुरी मनमा मौका सारी।
नारायण हरि हरि भन्छौँ घरि घरि सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम जय हो गोकुलका कृष्ण प्रभु अयोध्याका रामा गोकुलका कृष्ण प्रभु अयोध्याका राम हजुर बिना जिन्दगीको छैन केही काम हजुर बिना जिन्दगीको छैन कुनै काम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम नारायण हरि हरि भन्छौँ घरि घरि नारायण हरि हरि भन्छौँ घरि घरि सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम आउँदै पनि एक्लै आउने जाँदा पनि एक्लै आउँदा पनि एक्लै आउने जाँदा पनि एक्लै हामी सबै आउँदा पनि एक्लै आउने जाँदा पनि एक्लै आउँदा पनि एक्लै आउने जाँदा पनि एक्लै धनी महाजनले जाने बाटो छैन बेग्लै धनी महाजन जाने बाटो छैन बेग्लै बाटो एउटै जाने हो कि परशुराम बाटो एउटै जाने हो कि त स्वर्गमा कि त नरकमा बाटो एउटै जाने हो कि परशुराम बाटो एउटै जाने हो कि त स्वर्गमा कि त नरकमा नारायण हरि हरि भन्छौँ घरि घरि नारायण हरि हरि भन्छौँ घरि घरि सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो नाम सीताराम राधे श्याम जप्दै मन पाऊँ प्रभु तिम्रो बोलिए सीतारामचंद्र भगवान को। अब सबैजना बस्नुहोस्। कति राम्रो नाच्नु भएको छ, ताली बजाउनुहोस् आफ्नो लागि।